Hello guys, welcome back to my new video. I'm Sabian. सन्चै हुनुहुन्छ नि म सन्चै आरामै छु र आज चाहिँ हामी मोमो खान आइरहेको छौं। त्यही गाइस बाटोमा गसी भेटौँला। सो गाइस हेर्नु हामी चाहिँ अब मोमो खान आइरहेको भिडियो चाहिँ मोबाइल आउँछ गाइस हैन। चिच्चाकडा चिच्चा पानी के खेलेगा ना ओए त्यो नलिक राति और गुल्ली 40 बसले कुदाउँछ म सोधे गाइस यस्तो मजा आएगा यस्तो मजा हेर्नु है ब्लग बनाउँदै ट्याक्क पारामा हैन टक टक पारामा यहाँ ट्याक्क हिँड्ने हैन मजाले गाडी नबोलकडा नबोल कुकुर पनि आयो हैन कुकुर फेरि घरि घरि हेर्नु पर्छ के घरि घरि त कुकुरले नि ठ्याहा दिन्छ ल गाइस वही माथि गएपछि भेटौँला है त्यो गाइस म चाहिँ माथि आइसकेको छु छोडे हातनका हैन केटाहरु अगाडि अङ्गल मारे हिँड्दान त्यही गाइस अब टक्क पारेर मोमो खानुपर्छ माथि आइरहेको छु हैन बहरमा कस्तो जाडो जाडो भयो कि ओहो भ्यू त सब छेक्यो नि यहाँ त तर छेक्यो हेर्नु त सब छेक्यो भ्यू त केही देखेन यताको भ्यू चाहिँ मक्खन देख्यो हल्का हल्का हिमाल वहाँ देख्यो हिमाल डर्केको गाइस हल्का हल्का त्यो चाहिँ हिमाल हो अरू केही देखेन त्यही गाइस सबैजना ब्लग हेरिदिनु होला हैन त्यही गाइस हाँडा टक्क पारेर जानु पर्यो कडेजहरू पनि नयाँ बत्ती सत्ती बोलेको त हल्का हल्का बेलुका बेलुका आएछ हामी चाहिँ केटाको अस्ति नै कडेजमा बसौँ है यसमा यता बसौँ यता यसमा यसमा बसौँ यसमा यसमा त्यसमा हुन्छ कि ब्लग सक बनाउनु केटामा खाजा गर्छ त्यही गाइस सो हेलो गाइस म चाहिँ खुर्सानी बम पड्काउन लगाइरहेको छु के कस्तो हुन्छ हेरिदिनु लागि जाऊ सो गाइस हेर्नु बम चाहिँ पड्काउन लगाइरहेको छु के कस्तो हुन्छ नि तपाईँलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त ल सो गाइस भिडियो चाहिँ बम पड्क्यो भर्खर हैन ट्याक्क पारामा ओ लाइट छ कि बाबा खै हेर्नु खतरा लाइट यार यहाँ कस्तो देखियो ओरेन्ज के उस जस्तो के सन जस्तो है त्यही गाइस पछाडि हुची मक्खन छ हेर्नु गाइस पछाडि हुची मक्खन छ त्यो हेर्नु सबैजना लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला फेरि चाहिँ म अन्त्य गर्न केटाहरू म मस्त बसिराख्नु हैन यता अब खतरा छ भ्यू चाहिँ ओ एयरपोर्ट देखेन कि यहाँ त एयरपोर्ट देखेन यो हरियो यहाँनिर उहाँ यो तीनटा सौना तीनटा बत्ती बोलेको चाहिँ एयरपोर्ट हो गाइस हेर्नु होला 4-5वटा 1 2 3 4वटा 6वटा कि 4वटा बोलेको त्यो चाहिँ एयरपोर्ट हो हैन यो चाहिँ अब हाम्रो गाउँमै भइहाल्यो गाइस सबैजनाले हेर्नु होला गाउँमै भइहाल्यो त्यही हो गाइस हैन सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला र त्यही गाइस सबैजनाले सपोर्ट गरिराख्नु होला टिकटकमा नि मेरो सपोर्ट गर्नु होला इन्स्टामा सपोर्ट गर्नु होला हैन मैले माथि लिङ्क छोडिदिएको छु हैन त्यसमा सबैमा छ त्यही गाइस सबैजनाले अझै भ्युज बढाउनु पर्यो सब्सक्राइब बढाउनु पर्यो हैन माया देखाइराख्नु भएको छ त्यही गाइस हामी चाहिँ हेर्नु न खतरा गाडी बोलिराखेको फेरि यो ठाउँ चाहिँ खतरा रमाइलो लाग्यो गाइस यहाँबाट चाहिँ दामी भ्यू देखिन्छ है सबैजना आउन मन लाग्यो भने मलाई कन्ट्याक्ट गरिरहनु होला मेसेज गर्नु होला हैन त्यही गाइस अब हामी यहाँ बस्ने हुन्छ ट्याक्क बारमा अब यहाँ ट्याक्क खाने मोमो यहाँ राखेर हैन यता बस्छ यता बस्नु त एकजना एक दुई सबै आइज यहीँ बस्ने आलु यहाँ बसिरह हेलो गर दाइको च्यानलमा सब्सक्राइब छ अरे 101 त्यो गाइस हेर्नु यहाँको भ्यू चाहिँ मक्खन छ हैन उहाँ चाहिँ के अरे खतरा मक्खन छ गाइस भ्यू चाहिँ यस्तो बवाल छ झन् लाइट बोलेको मक्खन देखेछ कटेजहरू पनि खतरा खतरा हैन गाइस हेर्नु कटेजहरू पनि खतरा खतरा खान केटाहरू न उहाँ उल्लो मस्त बसिरहेको छन् होटल पनि खतरा दामी छ गाइस सबैजनाले हेर्नु होला यस्तो बवाल छ रुख पनि हैन लभको खतरा दामी छ गाइस सबैजनाले हिमाल हेर्नु होला हिमाल यस्तो बवाल देखे कति बजे अहिलेको चाहिँ लगभग 6-2 भइसक्यो हैन गाइस हेर्नु यस्तो बवाल देखेछ कि हिमाल तर माछा पुछी पनि खतरा देखे फेरि त्यही हो ए अन्नपूर्ण हेर्नु केटा आएर गेम खेल्दा खानु नाच्दै केटा नाच्दै ओइ 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 ल है त्यही गाइस हामी चाहिँ खाना आइरहेको छौँ हालिन्छ खतरा खा गाइस पहाडी भुइँमा मक्खन है होइन एकदम छ पछाडिको
फेरि अझै मेरो च्यानल सब्सक्राइब गरेर राखेका छन् सपोर्ट पनि गरेँ नि त्यही भएर तपाईँहरूले सपोर्ट गरेर राख्नु होला कुनै दिन म च्यानल ल्याउँछु तपाईँहरूलाई नि हाय त्यो होइन खासै त्यही गाइज भेटौँ पछि भेटौँ ल आकाशमा चाहिँ के उड्यो हेर्नु गाइज हरियो चाहिँ के रहेछ डेन्जर उड्यो हेर जहाज रहेछ कि है पोखरा चाहिँ डेन्जर देख्यो जति आउँदै रह्यो त्यति दाम देख्यो पोखरा चाहिँ भ्यू पनि जति उदामा त्यति देख्यो त्यही गाइज यो चाहिँ के उड्यो जहाज रहेछ क्या हो त्यही गाइज 2 पिरियड चाहिँ भइसक्यो फेरि आउँदै त्यहाँबाट चाहिँ होइन अन्टी ल्याइदिनु हुन्छ केटाहरू मस्त बसिरहेको आनन्द अगाएर पल्टाइडो भने जस्तो केही 2 प्लेट भइयो होइन अब फेरि आउने चाउमिन आउँछ होइन अब 3 प्लेट चाउमिन 3 प्लेट प्याक गरेर होला नि अनि बाटोमा चिकन सिकन खाइन्छ होइन म छ आज केटा घाँस लगाएको कहाँ अलिक तर म घाँस लगाएको भैँसी बिहाकै डेन्जर गाह्रो हुने कि घाँस लगाएको होइन देखि न पिरोबाट डेन्जर भयो भाइले चाहिँ पानी ल्याइरहेको छ हेर्नु अब आइज बाबा आइज आनन्द लैजाऊ आनन्द लैज अर्को बत्तल पनि ल्याइदेऊ बोलेर है अर्को बत्तल पुगेन है केही नगर न त राख्ने सस खाने हो दुइटै खाने हो भयो सस चट्नी दिएँ सस भयो ल्यायो ढुक्क ठिक छ खालि भाइ रुगाल पुगेन नि अलिकति चाहिँ अझै आउनु न म आउँ न भाउ त्यो भिडियो अन गरियो नभए त है एकछिन देखिएन राम्रो चाहिँ तपाईँ मात्रै तपाईँको त्यही नै टाउको देखिएन यति यहाँ आँखा नै देखिएन तपाईँको किन देखिने हो यो बल्लै देखियो सो त्यो गाइज अहिले चाहिँ हामी त चाउमिन खान लागिरहेको छौँ होइन सबैजना लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यस्तै चाउमिन खानु पाउनुहुन्छ होइन त्यही गाइज भिडियो चाहिँ खाएको के गर्ने होइन अलिक खाइसकेपछि गरौँ है त ल सो त्यही गाइज म चाउमिन खान लागिरहेको छु होइन त्यहाँ पारमा केटा नआयो दक्षिण आयो भाइ दक्षिण आयो ल खाँदाको यहाँ एक खाँदा त्यस पछि भेटौँ ल अलग देखि ल सोया झामै खाम ले बाबा ले हेर पछि भेटौँ गाइज यहाँ हामीले चाहिँ 5 मिनट भइसक्यो अब घर जाने पनि हुन्छ भ्यू चाहिँ बबल देखेछ केटाहरू यता खाएर अगाइसक्यो खान होइन यी आलकनाथ देखाए पुरा डेन्जर पारामा त्यही भ्यूले चाहिँ बबाल हेर्नु त्यही चाहिँ अब बाटोतिर गएर भेटौँ ल गाइज म चाहिँ अल्छ घर आइसकेको छु होइन खाना चाहिँ डेन्जर खायो हामीले बाटोमा भिडियो गर्नु पाइएन होइन गाइज अन्तिर थियो त्यो भएर त्यो गाइज मेरो च्यानलमा नयाँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला आजको लागि यति नै थ्याङ्क फर वाचिङ बाई जय नेपाल।